पता नहीं नचला न अभी लो नगरौँ न खायो भाइ त्यो दुम्सीको लागि सट्टा लिइदिएको क्या मैले अस्तिको टोकी खाइदियो नि त खुसी हेलो एभ्रीवान नमस्ते सम्पूर्णमा आई होप सबजना सन्चै हुन्छ म पनि सन्चै छु वेलकम ब्याक टु माई च्यानल एन्ड वेलकम ब्याक टु माई न्यू एनदर वान भिडियो यदि च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब टु माई च्यानल र भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला आज चाहिँ म 8-9 दिनपछि चाहिँ दुम्सी हेर्न जाँदैछु त्यत्रो पानी परेपछि चाहिँ त्यसको भोलितिर म गएको थिएँ त्यसपछि म गएको छु दुम्सी हेर्नु अनि बाटोघाटोहरू पनि हेरेको छैन हिजो अस्तिको दिनदेखि सरमदामहरू भयो अनि गाडी आएर जेसीबी आएर बाटोहरू सफा गरिसकेको छ रोडहरू अनि अहिले हाल चाहिँ म र भाइजान आँटेको छ्यामाको छोरा भाइ तल जाँदैछ अनि मैले यहाँको बाटो चाहिँ मैले बनाएको छु यहाँनिरको बाटो भत्किएको थियो नि त सफाइ गरेँ मैले घरहरू पुरै अनि यहाँनिर हिँड्ने बाटो पनि बनाएको छु मैले यहाँ यतादेखि फेरेर यतादेखि यस्तो घुमाएर लगेको छु अनि मेरो भाइ पनि घरको भाइ पनि आएको छ नि त त्यो माथि जाने अरे आज कहाँ गएको छ केटाहरू आज बाटो बन्यो नि त बाइक हिँडाएर गएको छ तल दाइसँग अनि भाइ र म चाहिँ दुम्सी राखेको घरको बडाइमाले चाहिँ त्यो डोको च्यातेको थियो नि त त्यो दुम्सीहरूले डोको च्यातिदिएको थियो अनि त्यो डोको सट्टो लगिदिँदैछु यहाँ भाइले बोकिरहेछ अनि प्लस आज चाहिँ हामी दुम्सीलाई मकै पनि दिनेवाला छौँ मकै यहाँ 2 घका बोकिरहेछ भाइले अनि त्यहाँ तल बारीमा पनि आज मकै हेर्दै त्यही मकै भएको छ भने चाहिँ त्यो मकैहरू लगेर दिनेवाला छौँ हामी ठिक छ तल भेट्नुपर्छ है त हामी अब अहिले चाहिँ हामी यहाँनिर दर्शकबिनहरू आँपको बोटमा आइपुगेको छौँ मेरो बारीमा फलेको हाम्रो बारीमा फलेको आँप चाहिँ यस्तो छ नजारा आँपको नजारा यो चाहिँ ठुलो खालको आँप होइन भाइ ठुलो खालको भाइ ठुलो खालको आँप अनि यहाँनिर फलेको छ तर भित्रभित्र फलेको छ देखिँदैन एउटा दुइटा देख्दैछु म यो पनि म निकै दिन भएको क्या यहाँ मकै बारी नआएको मकै बारीमा आइसकेको छौँ हामी जस्ट भर्खरै हामी चाहिँ अहिले मकै बारी डुल्दैछौँ अनि मकै बारी चाहिँ डुल्ने क्रममा चाहिँ मकैहरू उमेर पुगेको रहेछ खाने बेला भएको रहेछ मकैहरू उमेर त अस्ति नै पुगेको तर यहाँनिर दुम्सीले केले ढालेको छ अरे भाइ खै यो सबै कोकोले होइन यो चरा कोकोले भने एउटा चरा चाहिँ महा भेउरै छैन यसको सबै सखा पारेछ यी हेर्नुहोस् त आम्मामामा खाने बेला भइसकेको रहेछ मकै चाहिँ अब यहाँ मकै ठुल्ठुलो घोका भएको खै कहाँ छ सुकी गइसक्यो यो एउटा दुइटा लग्यौँ पर यस्तो भएको छ भित्र यस्तो भएको छ पाकिरहेछ दर्शकबिनहरू खानु मन लागिरहेछ होला नि तपाईँहरूलाई पनि ल यो चाहिँ दुम्सीको लागि हेर्दा दामी भएको छ नचढाइ खान्छ त चढाएको छैन है तर यो हामीले चाहिँ खानु हुँदैन दुम्सीहरूले चाहिँ खानुहुन्छ यो यस्तो बिग्रेको चाहिँ लैजाउँ होला भाइ यो आधी खाएकोहरू होइन राम्रो नलैजाउँ होइन यस्तो आधीहरू खाएको चाहिँ लैजाउँ भयो होला यस्तो मकै बारीमा पस्यो भने यस्तोहरू सबै पास्छ क्या एक सेफ्टी बेगर पुरै सेफ्टीमा हिँड्नुपर्छ क्या त्यही भएर हामी चाहिँ यहाँ गर्मीले यता तल हिँड्नु सबै खत्तम बनाएछ हेर त सत्यनाश केले हो कोकोले नै हो कि मुसाले लोथ्रोकेले हिजो आज चाहिँ रोड सफा गरेर जेसीबी आएर अनि आज चाहिँ हामी सरमदाम लागेर कुलोहरू काट्यौँ आज चाहिँ खतरा भएको छ अनि त्यसको उपलक्ष्यमा चाहिँ केटाहरूले आज बाइक गुडाएर लगेको छ माथि अनि हामी चाहिँ अब टक्क बडाइमाहरूको घर पुग्न लाग्यौँ त्यहाँ गएर हामी तपाईँहरूलाई दुम्सीहरू देखाउँछौँ कत्रो कत्रो भयो त यसले चाहिँ टक्क बोकिरहेछ नम्लो बेगर यस्तो बोकेर हिँड्दैछ लेट्स सी त दर्शक यो डोको चाहिँ हाम्रो बडाइमाले मन दुःख गरिराख्नु भएको त्योहरू लिइदिएको क्या साट्टा अस्तिको टोकेर क्या दुम्सीहरूले बिजोक बनाइदियो ए त्यो सट्टा लिइदिएको क्या मैले अस्तिको टोकी खाइदियो नि त खुसी हाम्रो बडाइमालाई चाहिँ पुरा मान्छेले सुतिराख्नु पर्यो सेवाहरू पनि भन्दै थियो फर्काइदिनु त बडाइमा हाम्रो बडाइमा चाहिँ लिम्बुनी नै हो कि म चाहिँ राई हो तर
म पनि लिम्बू भाषा बोल्छु नि त ल ल ल मकै दिस खाँदैन त मकै त अनि आफै पो लुकेर खान्छ त उनीहरूले ल बराबर भइगएछ त होइन म यो होइन यो सानो बच्चा चाहिँ यो हो बाले दारे अनि यो माउ यत्रो भइसकेको छ हामीले चाहिँ भर्खरै मकै दिइसक्यौँ मकै त खोलसँगै दिँदा आफै केले खाइहाल्छ झन् अब दाहरू दिए सानो फुच्चीले नगरौँ न खायो यसले चाहिँ भर्खरै अब मेट्ने भयो यसले होइन कत्रो ठुलो भइसक्यो एक महिना भएको छ पालेको फुच्चीले चाहिँ खाँदैछ यहाँ मकै बजा खाइदे यो त भ्युज भएको छ नि के हुन्छ अनि पिडालु चाहिँ मेटेछ यिनीहरूले सकाइदिइसक्यो हाम्रो बडामाहरूकोमा पिडालु चाहिँ मेरोमा छ नि भात सात पनि सबै मेटिसक्यो नि यिनीहरूले भात पनि मेटेछ खोरे मात्रै छ यी अनि यो खोर त अनि के भत्ती गइसकेछ त यो खोर चाहिँ सबै सुकेर दोबिसकेको छ अब चाहिँ यिनीहरूलाई चाहिँ ट्रान्सफर गर्नु पर्ला जस्तो छ माथि घरमा के गर्नु सिमेन्ट ढलाइ गर्ने प्लानिङ चाहिँ गरिरहेको छु यसो खर्च सर्च जुटाइरहेको छु अब हेरौँ के हुन्छ आरू पाकेर कुहिएछ सबै यहाँको आरू सबै कुहिएछ यसरी यो धेरै भएर क्या सबै कुहिगएको रहेछ यी नहुने रहेछ यहाँको घरको आरू त यहाँ चाहिँ फलेको छ निकै खतरा लट्रम्मै फलिरहेको छ यहाँ चाहिँ तर यहाँको आरू खानु नहुने रहेछ अब चाहिँ यिनीहरूलाई म दुम्सीहरूलाई चाहिँ एकछिन घाम ताप निकाल्छु क्या म यिनीहरूलाई कहाँ पानी दिन जानुभएको ल लु दबाङ लु लड्नुहुन्छ एउटाले मात्रै पक्रिनु कन्याङ गयो फेरि न क्या यो भैँसी के लायो लु ए लु बाख्रालाई अरे हाम्रो बडाआमाले पुडो लगिदिँदै हुनुहुरहेछ बाख्रालाई के गर्नु हाम्रो घरमा गर्नैपर्छ नगरी पनि बस्नु पाइँदैन सुकुनमा यस्तै हो अनि म चाहिँ यिनीहरूलाई अब खाँदैछ कि छैन हल्ला नगरी धेरै हल्लामा रुक्छ क्या यिनीहरू खाँदैछ कि छैन छैन खाएको छैन हामीले चाहिँ यो दुम्सीको बच्चाहरू यहाँ घरमा राखेको 1 महिना जस्तो भइरहेको छ होइन तर 1 महिनामा यत्रो ठुलो हुन्छ भनेर हामीले सोचेको थियौँ यति मजाले हुर्किन्छ भनेर हामीले एक्सपेक्ट पनि गरेको थिएनौँ होइन मैले पनि म आफू खुदले पनि एक्सपेक्ट गरेको थिइनँ होइन यत्रो ठुलो यति छिटो बढ्छ हुर्किन्छ भनेर होइन तर हाम्रो यहाँ बडाहरूले दाइहरूले चाहिँ दुधहरू दिएर भए पनि यस्तो बनाएको छन् खासमा चाहिँ मैले सुरुमा यो एउटा कसैले लानु नमान्दा यो सानो बच्चालाई भेट्दा चाहिँ मैले पनि माथि कसैलाई दिनु खोजेको थिएँ म किनभने घरमा बस्दिनँ नि त अब यहाँ त नजिकै घरको छेउ नजिकै हो त्यही भएर मैले चाहिँ यहाँ दाइलाई राख अलिक पछि म पनि हेर्छु भनेर चाहिँ राखेको खासमा चाहिँ यिनीहरूलाई चाहिँ माथि सार्नु कि मेरो घरमा सार्नु कि यहाँ राख्नु त्यो तपाईँहरू कमेन्ट गरिदिनु होला तर म माथि लग्नु चाहिँ लग्छु कि लगिन थाहा छैन किनभने म घरमा बस्दिनँ थाहा चाहिँ अब फेरि तलतिर जानु आँटेको बाहिरको लागि प्रोसेसिङमा छु म सो त्यही हो खतरा बबाले हुर्किरहेको छ यो फुच्ची चाहिँ यस्तो गरेर हातमा लिएर आएको सानोमा यता लिनु टाउको त्यही र दुध चाहिँ यो भोरी खान्छ यिनीहरूले अनि मामहरू यहाँ के भन्नु यिनीहरूलाई अनि अहिले चाहिँ मकै हामीले ल्याइदिएका छौँ तर यिनीहरूले आफै खान्छ क्या भरे यसलाई चाहिँ के भइरहेको छ यो ठुलो दिदीलाई दिदी यता आउनुहोस् दिदी उता जानुहोस् यिनीहरूले अट्याक गर्छ होला क्या भरे बित्थामा हातमा चाहिँ घसिदिन्छ मेरो यता आइज त बाबै ल यता ल उता खुट्टा बिग्रिन्छ तिमीहरूको यसरी घोच्यो भने त हात अनि नचल न आब्बी
अनि यसरी त कहाँ हुन्छ हौ डेन्जर त्यही भएर त म पक्रिनु मन लाग्दैन त यता हेर्नुहोस् त त्यही भएर मलाई पक्रिनु डर लाग्छ त्यही भएर यिनीहरूलाई ढोका चाहिँ बनाउनु पर्ने रहेछ भएन यो खोर हेर्नु त आमामामा एट्याक गरेको हेर्नु त रगतै आएछ बिचराको यस्तो हुन्छ दुम्सी कडा चाहिँ हाम्रो बढियामाले चाहिँ यिनीहरूलाई पुरै दिनुहुन्छ कि बोडीहरू दिनुहुन्छ हाम्रो बढियामाले यिनीहरूलाई बोडीहरू मैले अहिले भर्खरै झिकेर फालेको छु बोडीको पत्ताहरू यस्तो सबै फोहोरहरू सबै सरसफाइ सफामा राख्नुपर्छ नि त यिनीहरूलाई बरु भने म हात वास गर्छु यिनीहरूलाई चाहिँ अहिले म यस्तो सोरेर सबै फाल्छु यिनीहरूलाई त म त बाहिर निकाल्नु पनि डर लाग्छ किनभने यिनीहरू त यत्रो ठुलो भइसकेछ बाहिर भाग्यो भने मतलब छेक्नु सकिनँ भने भाग्यो भने त त्यस्तै हो यहाँनिरतिर बाहिर दुम्सीहरू मान्छेले मारेर खाइहाल्छ क्या अनि आजभोलि खासै दुम्सीहरू पनि छैन क्या यहाँ गाउँघरमा तर अब यतिखेर त मकै फल्यो पाक्यो नि त मकैको सिजन छ अनि पाकेपछि चाहिँ मकै ढाल्छ क्या यो दुम्सीहरूले अनि यतिखेर पुरै मान्छेले चाहिँ मार्दै खान्छ क्या यतिखेर चाहिँ पासो थापेर हुन्छ कि के हुन्छ सबै फुच्चीले म यिनीहरूलाई चाहिँ मजाले सफा गर्छु यहाँ चाहिँ एउटा फोटो राख्नु भएन क्या यस्तै छ है घाम लागिरहेछ गर्मी छ हाम्रोतिर तपाईँहरूको यो सिजनमा कतिको गर्मी छ हाम्रो मोरङ केराबारी पार्टीगाउँ भन्ने ठाउँमा चाहिँ एकदमै गर्मी छ दिउँसो होइन बिहान घाम लाग्नु थालेपछि गर्मी छ अनि दिउँसो बेलुका खासै गर्मी छैन अनि अहिलेको टाइम भनेको यतिखेर पुरै गर्मी छ काम गर्नु सकिँदैन अलिकति काम गरे पसिना आउँछ खलखल तपाईँहरूको के छ कस्तो छ तपाईँहरू कुन ठाउँबाट हेर्दै हुन्छ प्लिज कमेन्ट डाउन गरिदिनु होला घाम के कतिको लागिरहेछ त्यो पनि कमेन्ट डाउन गरिदिनु होला हाम्रोतिर चाहिँ यस्तो छ है घाम पुरै फुट्नु आँटेको छ मौसम भोबालै छ अनि टोइलेट चाहिँ यस्तो हग्दो रहेछ यिनीहरूले यो साइडतिर आएर चाहिँ यिनीहरूले टोइलेट गर्दो रहेछ यो साइडतिर यिनीहरू खाने सुत्ने मात्रै गर्दो रहेछ यिनीहरू सबै म निकालिदिन्छु यिनीहरूलाई चाहिँ हाम्रो घरमा यहाँ घरमै मतलब के पाक्छ के खाइन्छ तिनीहरू सबै दिँदै हुनुहुन्छ हाम्रो बढियामाले खानाहरूदेखि लिएर सबै मैले जस्ट भर्खरै यो छोटेलाई चाहिँ निकालिसकेको छु छोटे चाहिँ डुल्दैछ यहाँ हाम्रो छोटे यसले टोइलेट गर्छ के गर्छ हेरौँ है त एकदम निकाल्न अप्ठ्यारो भइरहेछ मलाई चाहिँ समाउनु पनि मानिरहेको छैन एकदम छाडाहरू भइरहेछ हातमा पनि आइरहेको छैन अब हातमा आउनुको लागि चाहिँ के गर्नुपर्छ त्यो के गर्नुपर्छ कमेन्ट गरिदिनु होला तपाईँहरू यसले चाहिँ यहाँ चढ्दैछ त्यसकै लागि झिक्नु खोजेको मैले चाहिँ केहरू खोजी खान्छ अब उनीहरूलाई चाहिने उनीहरूको शरीरलाई चाहिने के खाए खोजेर खान्छ सबै उनीहरूलाई नै थाहा छ कमिलाहरू हुन्छ कि के हुन्छ माटो पनि फेरि इत्यादि खान्छ यिनीहरूले के भएको यो माटो पुरै खान्छ त्यसले ठिक छ यतिको त चढ्नुपर्छ आम्मामा के गरे तैँले भाइ छोटे के गरे तैँले ढुङ्गासुङ्गा टोड्दैन त यसले अब अर्को ठुलोलाई चाहिँ मैले छोडिनँ किनभने एकदमै गाह्रो क्या यिनीहरूलाई छोड्नु समाउनु के खोज्दैछ यसले कहाँ जान्छ हेरौँ घरभित्र लाग्दिया त यता यहाँ त खन्ने होइन है भाइ बाहिर खन्ने हो बढियाहरूकोमा दाइहरूकोमा चाहिँ लोकल अन्डा रहेछ है लोकल अन्डा अनि तपाईँहरूले चाहिँ भनिराख्नु भएको थियो यहाँ कतादेखि कमेन्ट गरिराख्नु भएको थियो त्यो मलाई ठ्याक्कै एक्ज्याक्टली थाहा भएन तर
हेल्प गर्छु के कति खर्च लाग्छ सहयोग गर्छु भन्ने हुन्छ त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद मनदेखि नै होइन। हामी पनि कोसिस गरिरहेको छौँ यिनीहरूको लागि राम्रै वासस्थान बनाउने। अनि केही मिलिरहेको छैन के मिलिरहेको छ हामी मिलाउँदैछौँ म्यानेज गर्दैछौँ होइन। अब बिस्तारै हुन्छ तपाईँहरू नातिनु होला ढुक्कले बस्नु होला एकदम मजाले हामी यिनीहरूको वासस्थान बनाउनेछौँ खोर चाहिँ। तर समय लाग्छ अब 1 महिना भयो 1 महिना हामी यहाँ राख्छौँ। अब हेरौँ यो 1 महिना भएको छैन नि त खोर बनाउनु। यो खोर बनाएको 1 महिना चाहिँ भएको छैन तर 1-2 महिना कति लाग्छ हामी त्योसम्म राख्छौँ। 2-3 महिना कति महिनासम्म यो खोरमा राख्छौँ होइन। अनि अरू चाहिँ हामी अब यहाँ राख्ने हो कि माथि राख्ने हो। माथि राख्ने म माथि बनाउँछु ढलाइ गरेर पुरै सिमेन्ट ढलाइ गरेर। अनि तपाईँहरूले भनिराख्नु त्यो त डुर बनाउनु डुर यस्तो डुर राखिदिनु भन्नुभएको थियो। त्यो चाहिँ एकदमै यिनीहरूले खान्छ रहेछ टोकेर सकाउँछ अरे क्या। त्यही भएर हाम्रो बडाउले चाहिँ नराख्दा हुन्छ भन्नुभयो क्या टोकेर सकाउँछ अरे क्या यिनीहरूले। डुल्दैछ यो चाहिँ राजा भएर। अर्कोलाई चाहिँ मैले निकालेको छुइनँ म यहाँ छु यसलाई हेर्दैछु। त्यो अर्को पर छ जान्छ कि जाँदैन कता जान्छ हेर्नुपर्छ एकछिनपछि फेरि हरायो भने त मार्छ मलाई बिचेको हुन्छ। मकै पनि खाँदैन यिनीहरूले खै। टक्क गर्दैछ अब अर्को के गर्दैछ हेर्नु जाउँ अर्को छ कि छैन यहाँ हरायो कि भाग्यो। खोइ कहाँ गयो यता रहेछ यता लुकिरहेको रहेछ। झन्डै हरायो निस्कि फुचे निस्कि। भर्खरै चाहिँ मैले दुईवटा खोलिसकेको छु। अहिले माउलाई पनि खोलेको छु। यहाँ छ माउ चाहिँ ठुलो माउ यहाँ छ दिदी अनि फुचे चाहिँ डुलो आयो होइन। अनि फेरि अहिले यता यहाँभित्र पसिरहेको छ यता यता लुकिरहेछ यहाँ। के भयो तँलाई ए फुचे के भयो तँलाई फुचे फुचे खन्नु व्यस्त छ यो आम्मामा खन्नु व्यस्त छ यो फुचे। व्यस्त छ चाहिँ खन्नु दुइटैतिर हेर्नुपर्ने हुन्छ मैले चाहिँ यिनीहरूलाई ध्यान दिनुपर्ने हुन्छ। मैले गोठालो गर्नुपर्ने हुन्छ यो दुइटैको। मैले अहिले के गर्दैछ भाग्नु खोज्दैछ के गर्दैछ स्केप चाहिँ नहोला प्लिज। तिमीहरूलाई यार यत्रो माया गरी खर्च गरिराखेको फेरि बिजोग हुन्छ सबै भाग्यो भने त तिमीहरूलाई अब खोज्दै कहिले काहीँ यिनीहरूको हात खुट्टा चालोस् यिनीहरू मजाले कहिले राम्रो गरोस् भनेर हात खुट्टाहरू टङ्गिन्छ नि त। अब भित्रको खासै यहाँ स्पेस छैन अनि चरोस् भनेर बाहिर निकाल्छ त्यो स्केप गयो भने त यिनीहरू भाग्यो भने त। अनि मलाई अलिकति नराम्रो पनि लाग्छ होइन यत्रो हुँदादेखि पालेको यिनीहरूलाई फेरि खर्च पानीहरू पनि मैले यहाँनिर खोर बनाउँदाहरू पनि खर्च मैले दिइरहेको छु नि त। खर्च पेलेर बनाएको हो नि त अब केटाहरूलाई खाजा नास्ता खुवाएर बनाएको हो नि त। अनि त्यतादेखि लिएर अब यो दुध सुधकोहरू पनि अब के कति लाग्छ अब दिनुपर्ने हुन्छ त्यत्तिकै दिनु मिल्यो त्यत्तिकै त छोड्नु मिलेन होइन। त्यही भएर मैले डोको पनि आज बडाआमालाई ल्याइदिएको छु यो डोको। अब भनेको मैले प्लस भनेको अब थोरै यो यसमा लागेको जति काटी अलिकति लाग्यो काटी अनि त्यही दुधको अलिअलि भए पनि अब दुःख गरेर त पाल्नु भएको छ नि त। धेरै दुःख गरेर पाल्नु भएको छ यहाँ घरको मान्छेहरूले बडाबाहरूले बडाआमाहरूले। त्यही भएर दिनुपर्ने हुन्छ। मैले चाहिँ उहाँहरूको लागत के कति लाग्छ दिनुपर्ने हुन्छ त्यो हिसाब गरेर म दिन्छु। त्यो पनि तपाईँहरूलाई म देखाउँछु है त। त्यसको लागि तपाईँहरू मेरो च्यानलमा नहुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला च्यानललाई। अनि अब अरूले अगाडि नै फलो गर्नुभएको छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अनि हामी चाहिँ 3K सब्सक्राइबर्स युट्युब फ्यामिली भइसकेको छौँ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। मैले अगाडि पनि जानकारी गराएको थिएँ त्यो साम्सु त्यो वाटरफल गएको भ्लगमा मैले भनेको थिएँ तपाईँहरूलाई। तर कतिपयले हेर्नुभएको छैन त्यो साम्सु त्यो भ्लग। अब तपाईँहरूले अब दुम्सीको भ्लग मात्रै मन पराउनु हुने रहेछ अरू भ्लग चाहिँ मन नबनाउने भइसकेँ।
यही दुम्सी भ्लग मात्र आउँछ। अनि घरमै भएको भए चाहिँ यिनीहरू घरमै भएको भए चाहिँ म तपाईँहरूलाई डे बाई डे देखाउँथेँ क्या, दिनको दिन देखाउँथेँ म तपाईँहरूलाई होइन हो यिनीहरूको के छ कसो छ हलिचल्ली। यसले के खोजी खान्छ म छक्क लाग्छ छक्क। यो अर्को ठुलो चाहिँ यता आउँदैछ है, यसलाई चाहिँ मैले एक्लै छोडेको चाहिँ एउटा चाहिँ भित्रै छ नि त, भित्र भन्दा पनि त्यो अस्ति पहिला राखेको खोरको मुनि पुरै कोटाउँदैछ भित्र। त्यो चाहिँ कहाँ जान्छ हेरौँ है त, बोलाउँदिनँ म यसलाई। नबोली कहाँ जाँदो रहेछ। डराउनु चाहिँ डराउँदैन मान्छेसँग, किनभने मान्छे घरमा घरपालुवा जस्तो भएर बसिरहेछ नि त यिनीहरू। तर यो चाहिँ जहाँ पनि घुस्रिँदो रहेछ, लुक्ने रहेछ क्या। तपाईँहरूले प्रायः सबैले चाहिँ दुम्सी भ्लग चाहियो भन्नुभएको थियो, अरू भ्लग चाहिँ हेर्नै हुन्न तपाईँहरूले। तर त्यही भएर मैले डिसाइडेड गरिसकेँ अरू भ्लग चाहिँ अब आउँदैन मेरो तर्फबाट चाहिँ। मेरो च्यानलमा चाहिँ अरू भ्लग आउँदैन, दुम्सी भ्लग मात्रै आउँछ। विभिन्न ठाउँबाट, टाढो ठाउँबाट राम्रो एडभाइसहरू आएको थियो, त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद है त। यसले चाहिँ के गर्छ, अर्को फुच्चे चाहिँ पाठो चाहिँ उता बिजी छ खदालमा, यो चाहिँ यता यहाँ डुल्दैछ। यो डुल्दैन क्या खासै, डुल्नु पनि रुचाउँदैन कि भाग्नु खोजेको के गर्नु खोज्यो यसले। कति दिन्छ अरे दाइले चाहिँ। भाग्यो पो त के हान्दैछ यसले, पर हिँड्दा भाइ अब इच्छा पो त। यहाँ आएर कुदिँदैछ, कुले हान्देऊ तिमीले भने म के हुन्छु होला। ए नरिसा न, यस्तो मायाले राखिरहेको थियो नि नरिसा। के गरेको खुट्टा बजार्दैछ यसले। कस्तो हल्ला गर्दै कुद्दो रहेछ नि त्यहाँ। के गरेको यसले, साला मलाई ठिक लागेर मलाई तिर। निस्किन्छ कि भनेको पर छ त्यो पल्लो घरमा, यता छ। खुट्टा पछार्दैछ यसले। अर्कोलाई ल्याउँ भनेको यो फेरि जाला जस्तो लागिरहेछ क्या, परकोलाई ल्याउँ भनेको। यहाँ आफ्नै दुनियाँमा चाहिँ ल। अर्को फेरि यतालो घरमा पसिसक्यो, यता के भन्नु यिनीहरूलाई, आफ्नो दुनियाँ छ यिनीहरूको। यो अर्कोलाई चाहिँ म योभन्दा पनि अर्कोलाई चाहिँ ठुलो माउलाई चाहिँ यसको स्याहार गर्ने बेला भयो क्या, अलिकति रेखती गर्ने बेला हो। यो चाहिँ कहाँ कुद्छ कहाँ कुद्यो। यता छ ठुलो ठुली अहिले चाहिँ जाउँ पर बाहिर खेल न, तिम्रो जहिले भित्र मात्रै खेल्नु पर्छ छ्या। अनि यो सानो फुच्चे चाहिँ यहाँ व्यस्त रहेछ हौ, यहाँ आफै पस्ने गर्दो रहेछ यो। के भयो त भाइ, यसो यो राख्नुपर्छ कि यो त माटो खाँदैन होला नि त यिनीहरूले। यिनीहरूलाई चाहिँ म एक ठाउँ कलेक्ट गर्नु खोजिरहेको छु, हैरान भएको छ। एक ठाउँ बसेर चरोस् तपाईँहरूलाई सँगै देखाउँ भनिरहेको छु। कुदेको यो फुच्चे भुन्टेलाई ल्याउँछु, अर्को कता पसिरहेको छ, कुनामा लुकिरहेको छ। यो चाहिँ कुदेको हुँदैन हिँड ल न त टेर्दैन त। कुदेको यहाँभित्र लुकिरहेको छ एउटा चाहिँ फेरि यता। अब चाहिँ यहाँ चाहिँ बस्छ एकछिन यिनीहरू,
शीतल यिनीहरूलाई गर्मी भयो जस्तो चाहिँ शीतलमा लुकेकै मलाई यति गर्मी छ यिनीहरूलाई कति गर्मी भयो होला झन् गराउँछ अब यिनीहरू उता चाहिँ यिनीहरू चाहिँ अहिले घाम आएर चाहिँ नलुकेको रहेछ क्या यिनीहरू लौ ला के गरेको यिनीहरू यिनीहरू त चढ्नु थाल्यो जस्तो बच्चा ब्याउने हार्ने हो तिमीहरू बच्चा ब्याउने खालको हो अब हो बच्चा ब्याउने निर्णय गरे जस्तो छ यिनीहरूले यिनीहरू अहिले यहाँ चाहिँ रमाइरहेको छ यिनीहरूलाई भुइँमै मजा हुँदो रहेछ क्या टारमा गएर खदाउनु पाएको थिएन यहाँ भुइँमा चाहिँ पुरै खदाल्दैछ एउटा यहाँ चढेको छ माथि पहिला यहाँ राखेको थियौँ नि त हामीले यहाँ राखेको थियौँ अहिले यसको मुनि टिक्क यहाँ चाहिँ भुइँमा राज गर्दैछन् यिनीहरूले खन्नु पाउँदा त खुसी त्यो भनेको के गर्दैछ खन्यो बस्यो होइन तन्दुरुस्त भइरहेछ फुच्चाफुच्चीहरू त पुरै खाना पिएर अहिले चाहिँ यिनीहरूलाई मैले जस्ट हालेको छु भर्खरै पुरा दुःख दियो यिनीहरूले यो सफा गरिदिन्छु म यिनीहरू फोहोर बनाएको रहेछ क्या यो सफा गर्नुपर्ने हुन्छ यो ए निस्किजानु खोज्छ त सफा भयो चटक चिटिक भयो लुकेर बसिरहेको छ मकै यहीँ राखिदिन्छु म अनि भरे भोलिको लागि मकै यहाँ छ त्यो पनि राखिदिन्छु म यहीँ छोडिराख्छु बढाइवाले आफै हालिदिनुहुन्छ अनि यिनीहरूलाई चाहिँ अब म अलिकति क्लिन गरेँ सफा गरिदिएँ सरसफाइ गरिदिएँ अनि अब छोडिराख्छु म यिनीहरूलाई थुनेर बन्द गरेर छोडिराख्छु अब चाहिँ अरू बेला चाहिँ झिन नजिक त हुने रहेछ यिनीहरूलाई समाउनु गाह्रो चल बस अब रिल्याक्स के गरेको फटा यसले त मुद त सबै खाइदियो त नि तिखा लागि क्या हो पानी थापेर ल्याउँ त दुधै मात्र खुवाएर हुँदैन ला फुचे पानी ला पानी त के हेर्नु पनि हेर्दैन क्या यिनीहरूले यिनीहरूको मुद मात्र खाइहाल्छ त आफै अन्त पानी खाँदैन फेरि खा भाइ खायो खानु सिक्नु पर्यो नि खा के मुद मात्र खान्छ यिनीहरूले यसको पनि मुद खाइदिएछ यसले मुद्दै छ र यसले सक्खाप खाइदिएन सबै मुद त खाइ पठाउँदिँदो रहेछ त अनि मलाई त थाहै थिएन ल सुत्यो तन्किँदै सुत्दैछ यिनीहरू आनन्द छ रिल्याक्स छ यिनीहरूलाई अब चाहिँ यिनीहरूलाई चाहिँ मैले बन्द गर्नुपर्ने हुन्छ यो बन्द गरेर चाहिँ निस्केर जान्छ अब म यिनीहरूलाई यसले बन्द गर्नुपर्ने हुन्छ नभए त भाग्छ निस्केर नत्र यता माथिको यो टुकेर खाइसकेछ क्या यो भाग चाहिँ टुकेर खानु सक्दैन नि त यो मुनि यस्तो त भाग चाहिँ टुकेर खाने रहेछ यस्तो चाहिँ यिनीहरूले अनि यो घामले यिनीहरूले भेटेछ धेरै यस्तो भइरहेछ छुनु पनि दिँदैन छुनु पनि हुँदैन अरे यिनीहरूलाई चाहिँ खुबै
अनि तपाईँले ढोका भन्दै हुनुहुन्छ। अब यो यस्तै भयो, यो खोर चाहिँ यस्तै भयो। सजेसनको लागि थ्याङ्क यू सो मच, सजेसनको लागि, एडभाइसको लागि। अब हामी अर्को चाहिँ राम्रो बनाउँछौँ, ढोकाहरू लाएर झ्यालहरू के हुन्छ सबै मजाले छानोहरू लाउँछौँ। यो चाहिँ अब टेम्पररी भयो, उता डोको खाएको कारणले चाहिँ, धेरै खाएको कारणले चाहिँ हामीले यिनीहरूलाई टेम्पररीको लागि चाहिँ यहाँ राखेको। भर्खरै चाहिँ मैले अल सेट भइसक्यो, यिनीहरूलाई बन्द गरिसकेँ टक्क लगाएर। अनि यो मकै पनि यहीँ राखी छुटिरहेको छु। अनि दुई घोका चाहिँ भित्र छ, खान्छ तिनीहरूले भएर। अनि बडाइमा यो हालिदिनु हुन्छ। अनि म चाहिँ अब टक्क हात खुट्टा धुनुपर्ने हुन्छ, तरुण पानीले एकदम मजा टक्क लगाएर अनि घर जानुपर्ने हुन्छ। अनि भाइ चाहिँ तलतिर काम परेर गएको छ, एकछिन आउँछ अरे। अघि मसँग आउने भाइ चाहिँ भिडियो चाहिँ चाँडोभन्दा चाँडो छिट्टै मैले अपलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि अब म घर गएर एडिट गरेर अब वाइफाई भएको ठाउँमा गएर, घरमा वाइफाई छैन, वाइफाई भएको ठाउँमा गएर अपलोड गर्नुपर्ने हुन्छ। मैले सक्दो चाहिँ म चाँडोभन्दा चाँडो अपलोड गरिदिनेछु। अनि भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब टु माई च्यानल। अहिलेको लागि चाहिँ म भिडियो हुन चाहे तपाईँहरू मार्फत। थ्याङ्क्स फर वाचिङ है त।